नमस्कार है मेरो फेसबुक मित्रहरूलाई सबैजनालाई र युट्युबको सबैजना मित्रहरूलाई म एउटा कुरा देखाउन गइरहेको छु है। तपाईहरुले देखिसक्नु भएको छ होला, कतिजनाले देखेको छैन होला है। यो लाचुङको यो माथि 0 पोइन्टदेखि अलि तल युमी सामदुङ भन्छ यो जग्गाको नाम चाहिँ। अन्त युमी सामदुङमा चाहिँ यस्तो खालको दृश्य छ र यो दृश्य मात्रै हैन कि तपाईलाई म अर्को के देखाउन चाहन्छु भने चाहिँ हेर्नुस् ल, यो तातो पानी भन्छ है, हट स्प्रिङ। यहाँ हेर्नुस् यति तातो छ। यहाँ चाहिँ अब यो पूजा गर्छ मान्छेले है। यहाँनिर प्राकृतिकको भित्रबाट यो चाहिँ निस्केर आएको है। यो चाहिँ अब यहाँ हेर्नुस् यो यस्तो जग्गा छ है, पछाडिपट्टि यहाँनिर हो चिसो चाहिँ भने अब हावा चाहिँ यस्तो चल्दैछ है, कान चाहिँ च्वाट्टै चुडाइ जाला जस्तो है। यहाँनिर हेर्नुस् यो पर यो चौरो छ है। यहाँनिर हेर्नुस् यो तातो पानी, हेर्नुस् यो कति चाहिँ तातो छ। यहाँनिर चाहिँ अब यो बाफ पनि उडिरहेको छ है, पुरा तातो छ। यहाँ चाहिँ मैला कसैले पनि गर्नु पाउँदैन। यदि हामीले गरेको गर्दैछ भने नि हामीले गर्नु दिनु भएन है। तातो पानी यहाँ छ, यहाँ भित्र चाहिँ गएर चाहिँ नुहाउने ठाउँ यहाँ छ है। हेर्नुस् र यहाँ हाम्रो मान्छेहरू पनि आएर तातो पानीमा बस्छ हैन। र अर्को ठाउँ पनि म देखाउँछु, यहाँ नजिकैमा धेरै छ यस्तो है। र यहाँ अर्को ठाउँ यहाँ पनि छ है। यहाँ पुरा यस्तो छ, तातो छ है। यो यहाँबाट पाइप गएर चाहिँ त्यहाँ पसेको छ है। त्यहाँभित्र म देखाउन सक्ने थिएँ तर अहिले म देखाउन सक्दिनँ, किनकि त्यहाँ अहिले यहाँ यो उँभोपट्टिको चाहिँ हो यो, यहाँ चाहिँ अहिले लेडिसहरू पसेको छ। त्यही कारणले म त्यहाँनिर म जान सक्दिनँ है। तपाईँहरूलाई त्यहाँ लगेर म देखाउन सक्दिनँ। टर्न रहेछ हेर्नुहोस् है, यस्तो खालको हाम्रो ठाउँमा छ। तपाईँहरू आएर भिजिट गरेर यहाँनिर हेरेर जानु सक्नुहुनेछ है। गन्दा पनि अलिक कस्तो अलिक बाटो जस्तो गराउँदो रहेछ, मचिस पारेको जस्तो है। यस्तो छ है। युमी सामदुङ भन्छ है यो ठाउँ चाहिँ हजुरहरूलाई भन्नुपर्दाखेरि चाहिँ। र युमी सामदुङ तातो पानीको चाहिँ दृश्य यस्तो छ है। आउनुभयो भने यहाँनिर भित्र पसेर बस्दै आउनु सक्नेछ है। हुने रहेछ यहाँ बस्दै, यहाँनिर भित्र खानापिना बनाउँदै खाँदै अनि लुगा फाटाहरू आफ्नै लिएर आउनुपर्ने चाहिँ खानेकुराहरू। र यति भन्दै हजुरहरूको माझबाट फेरि पनि म आजलाई बिदा चाहन्छु है। फेरि पनि नयाँ जग्गाहरू नयाँ ठाउँहरू लिएर आएर तपाईँहरूको माझ अपडेट गर्दै जानेछु। लाइक कमेन्ट सेयर पनि गरिदिँदै गर्नुहोस् होला है। र आजलाई यति भन्दै हजुरहरूको माझबाट म बिदा चाहन्छु। फेरि भेटौँला।